हेलो साथीहरू, फेरि मेरो नयाँ ब्लगमा हजुरहरूलाई स्वागत छ। आज मजाले चाहिँ यो खड्गवहाँको स्विमिङ स्पट है, हजुरहरू त्यहाँ जान सक्नुहुन्छ। यति राम्रो ठाउँ रहेछ कि अब एकछिन गर्मी सर्मी छ भने हजुर त्यहाँ गएर एकछिन यसो गरेर गर्नु सक्नुहुन्छ। आफ्नो गर्मी पाल्नु कस्तो राम्रो भ्यू छ हेर्नुहोस् त। टक्क लगाएर कुलपुरदेखि खड्गवार जाने बाटोबाट सर सिधै गएपछि हजुर ठ्याक्कै यो ठाउँमा पुग्नुहुन्छ। कति 40 रुपियाँ लाग्दो रहेछ क्या। 20 रुपियाँ लाग्छ एकजनाको भित्र छिर्दाखेरि। तर यहाँ एकदम अझैले फोहोर गराइरहेको रहेछ नि, फोहोर चाहिँ गराउनु हुन्थेन होइन, नत्र त अरू त सबै दामी छ होइन। अब गर्मीको बेलामा यसो गएर चिल गर्दाखेरि रमाइलो छ। पानी पनि कस्तो सफा, पुरै टोटली क्या पानी त लास्टै सफा क्या त्यहाँको त। मलाई त लास्टै मन पर्यो होइन। हजुरहरू गएर त्यहाँ गएर फोहोर चाहिँ नगरौँ होइन। फोहोर एकदम मान्छेहरूले बेसी फोहोर गर्न लगाएका छन्। बोतल सोतल लिएर जाने गर्ने खाने फाल्टुमा होइन। अनि त्यसपछि त्यो क्षेत्र निकुञ्ज क्षेत्रतिर पनि पर्दो रहेछ होइन। अनि अलिकति उ भएर गर्नुपर्छ। अब यो बर्खाको बेलामा त्यो खोला पनि आउँदो रहेछ त्यहाँ सोद्धाखेरि। त्यहाँ खतरा बाढी आउँदो रहेछ। अब मलाई थाहा थिएन, म चाहिँ यहाँ नजिक यहीँको ऊ भएर पनि यस्तो राम्रो ठाउँ छ भन्ने थाहा थिएन। तर साथीभाइले यसो जाऊँ न त यसो भनेर, म चाहिँ पौडी खेल्नु नकिन भन्दै थिएँ। म बिमार भएर गएको थिइनँ। र मलाई पौडी राम्रोसँग खेल्न पनि आउँदैन होइन। त्यही भएर म त यत्तिकै पानीमा रमाइलो यसो ल दाइ होइन गरियो। अनि त्यसपछि त माछा हेऱ्यो, माछा मार्न पाइन्न किनभने यो हजुरको यो यो निकुञ्ज गर त क्षेत्र हो। यहाँ त्यसपछि म यता हामीहरू अगाडि जान्छु गएर तिमी पछाडि यो घरतिर खिच्दै लाग्न लाग्यौँ। भाइहरूले कस्तो पौडी मजाले खेले होइन। अरू खेलिरहेको हेरियोहरूले खेलेको पनि हेरियो। अनि त्यसपछि अब घरतिर यो खोलाकै तिर प्रथम माथितिर चौर छ, चौरमा टक्क लगाएर आराम गर्न पनि सकिन्छ। अनि हजुरहरूको गर्लफ्रेन्ड बोयफ्रेन्ड हुन्छ भने यसो डेटिङ स्पट पनि दामी छ यहाँ। डेटिङ आउँदा केही फरक पर्दैन। हस्, धन्यवाद साथीहरू।